उठेर त्यो दर्लामको टाउका हानेर रगत पनि पारिदिनु हर्क सर्कै अगाडि हानेर चाहिँ टाउको फुटाएको कुरा 4 टाँका लगाएको कुरा तुलवीर दर्लामी हो क्या उनको नाम अनि म त अचम्म विदाउट इन्भिटेसन बिना निम्तो म आएँ होला त थाहा नपाएर खान नपाएर आएँ होला त्यस्तो अपमान पनि गर्नुभएको थियो क्या अनि त्यसपछि त्यो सुनेपछि फेरि महिलाले जुरुक्क उठेर त्यो दर्लामको टाउका हानेर रगत पनि पारिदिनु भयो त्यहाँ त्यस्तो भएको थियो हाम्रो समीक्षा बैठक छोटो समीक्षा बैठकमा र मैले अघि अनुरोध गरेँ नि जातीय गन्ध पनि आउँछ हर्क सरको व्यवहारमा भने किनभने उहाँहरूको लाइन के छ भने हाम्रो पार्टीमा डिसिप्लिन कडा छ अभद्र तरिकाले तिमीले बोलिसकेपछि तिमीलाई कारवाही किन नगर्ने भन्ने उहाँहरूको तर्क भयो मैले बुझेँ त्यो र अर्को के पनि छ भने तैँले चाहिँ अपशब्द गरिस् भन्ने छ कसलाई त्यो फलान नाम पनि भनेको छ तर त्यो अपशब्द तैँले युज गरे हो कि होइन भनेर मलाई एक वचन पनि कसैले सोधेन यत्तिकै उसले भनेपछि हो भन्ने भयो तर हर्क सर्कै अगाडि हानेर चाहिँ टाउको फुटाएको कुरा 4 टाँका लगाएको कुरा चाहिँ खोइ त अनि त्यो हान्ने महिलालाई चाहिँ खोइ त स्ट्याटस लेखेर तिमीलाई निलम्बन गरियो हाम्रो पार्टीमा हिंसा नट अलाउड भनेर त भने त भनेन नि